8 बजिसकेछ मेहदीमा फर्म भर्न जाने भनेको ढिला भइसक्यो कहाँ छ डकुमेन्टहरू राखेको थिएँ पहिला हेरे ल यो दाइ अझ सुतिया छ यार ओ दाइ फर्म भर्न जाने हैन सुतेको सुतै ढिला भइसक्यो छिटै न सुहाएर सुतेको सुतै हिजो चाँडै जाने भनेको 8 बजिसक्यो तपाईँले कति बेला हाल्ने डकुमेन्ट मैले हालेर हिँड्नु लागिसकेँ दाइ गएको 1 हप्ता भइसक्यो अहिलेसम्म फोन गर्न छैन तपाईँ सुहाएर सुतिराख्नुहोस् म डकुमेन्ट रेडी पारिसकेँ छिटो गर्नुहोस् खाएर छिटो जानुपर्छ आज ट्याक्क लाएर मेहदीको फर्म भर्न जानुपर्छ वास्तविक कुरा के हो दाइ किन पर्दैन हामी सबै बताउँछ किन बोल्नु भएन हामी बाहिर बोलाउँदा सबै कुरा मान्छेले आफूले सोचे जस्तो हुने रहन्छ यार के सोचेर गइया थियो के भयो होला आफूलाई सम्झिँदाखेरि बाँच्ने मन पनि छैन सोचे जस्तो हुने रहन्छ खोइ यार कसरी भन्नु तिमीलाई सबै कुरा त्यसपछि बल्ल तल गएर त्यहाँको बोसलाई भने अनि त्यसपछि भोकाको सबै राखिदियो अनि त्यसपछि बल्ल तल्ल नेपाल फर्केर आए अब त्यसलाई कसरी त पार्नुपर्छ मलाई पनि आउँछ सबै मिलेर बाँकी कुरा गर्दै गरौँला
त्योभन्दा पहिला पनि अब घरको ऋण कसरी तिरौँ भन्ने पहिलो कुरा हो। अब तिमीले पनि अब सबै मिलेर सानो सानो काम गरेर भए पनि 1-2 महिनामा हामीले मकौको ऋण तिर्नै पर्छ जसरी पनि। ल त्यति भयो। अब कहाँ जान्छस् दले दाइ? आकाश पातल्या धरतीमा कि अमेरिका? अब अमेरिका होइन, स्वर्ग जाने बाटो तय गर। भोलि बिहानै काम खोज्न जान्छु। केही सानोतिनो काम पाइहाल्छ, यहाँ बसेर काम त छैन। घरमा आमालाई फर्केर आएको कुरा भन्न त भएन। जसरी सानोतिनो काम गरेर भए पनि पहिला ऋण तिरौँ, त्यसपछि फर्केर आएको कुरा सबै आमालाई भनौँला। अब टेन्सन नगर्नु दाइ, हामी पनि म्यादी पौडेलको फर्म भर्न जान लागेको थियौँ। ठ्याक्कै तपाईँ आउनुभयो। ल अब फागुन 21 गते चुनाव हुन्ला। हामी दुईटाले म्यादीको फर्म भर्छौँ कि तँ पनि जान्छस्? म अब म्यादी पढेर जान्न, म अरू काम गर्छु। ठिक छ, तिमीहरू जा, आज फर्म भर होइन, आफ्नो तयारी पनि राम्रोसँग गर। म पनि अब आज जान्दिनँ, मन एकदम बिग्रिया छ। भोलि अब बिहानै उठेर चाहिँ म पनि जबको खोजीमा जान्छु। अब अरू चाहिँ तिमीहरू सबै अब राम्रोसँग आफ्नो तयारी गर, जा। मलाई चाहिँ साह्रै थकेला छ होइन, मन पनि एकदम भारी भए। तिमीहरू आफ्नो काम गर, म आज रेस्ट गर्छु। तिमीहरूले डकुमेन्ट के छन् राम्रोसँग गरेर फर्म भर, म चाहिँ सुत्छु आज। हुन्छ, धेरै दुःख नगर्नु होला, यताउति आफ्नो ख्याल गर्नु होला। यिनीहरूले पढिराख्नु यताउति, सबभन्दा आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। त्यही त होइन, म आइहाल्छु नि।